आज एउटा जङ्गलमा बस्ने बिरालो र बाघको कथा। एउटा जङ्गलमा बाघ र बिरालो बस्दो रहेछ। अन्य जनावरहरू पनि छन्, तर कथाको पात्र बाघ र बिरालो भएकोले जङ्गलमा बाघ र बिरालोको कुरा गरेँ मैले। बाघलाई बिरालोको काम गर्ने शैली एकदम मन पर्ने। बिरालोको शैलीमा बाघले काम गर्न नसकिने। एक दिन बाघले बिरालोलाई भेट्न खोज्यो, तर बाघको डरले बिरालो भाग्यो। अर्को दिन उसले अन्य जनावरहरूको सहयोग लियो। बाघको जङ्गलको राजा भएकोले उसको कुरो मानिदिए र बिरालोसँग सम्पर्क स्थापित भयो। बाघले बिरालोलाई भनेछ, बिरालो तपाईँ म एउटै प्रजातिको, तपाईँ मसँग डराउनै पर्दैन। तपाईँ र मसँग पो जङ्गलका अरू जनावरहरू डराउने हो त। बिरालोले भन्यो, तिमीले यति कुरा गर्यौ, के को लागि भेट्न खोजेका थियौ? बाघले भन्यो, म तपाईँलाई गुरु मानेर शिक्षा लिन चाहन्छु। तपाईँको काम गराइ मलाई एकदम मनपर्छ। तपाईँको शिकार गर्ने शैलीहरू, अन्य व्यवस्थापकीय क्षमता पनि तपाईँको अद्भुत छ, मलाई सिकाइदिनु पर्यो। तिमी आफैमा जङ्गलको राजा हौ, यस्तो डेन्जर छौ, तिमीलाई मैले के सिकाइरहनु पर्छ? होइन होइन, तपाईँको शैली मलाई मनपर्छ भनेर उसले बिरालोले गर्न सक्ने र आफूले गर्न नसक्ने कुराहरू भन्यो। त्यति भनिसकेपछि बिरालोले ओके, म सिकाइदिन्छु। भोलिदेखि उसलाई सिकाउने काम सुरु गर्यो बिरालोले। लगभग हप्ता 10 दिनमा बिरालोले बाघलाई आफूले दिने ज्ञान जति दियो। दिइसकेपछि अन्तिम दिन बाघले बिरालोलाई, अब आफ्नो नजिकै थियो, च्याप्प पन्जाले समातेर भन्यो अरे, बिरालो तिमी जब यस्तो सानो जनावर, म जङ्गलको राजा भन्दा बढी स्मार्ट हुने, आज तिमीलाई त म अब सकाइदिन्छु भने बिरालो पनि बाठ्यो, त्यसै चतुर, त्यही भएर त गुरु ज्ञान मागिरहेको थियो उसले। बिरालोले उसको पन्जाबाट सट्ट आफूलाई छुटायो, खुर्र कुदेर एउटा सानो रुखको टुप्पोमा चढेछ। बाघले पनि खेदाउँदै गयो, तर रुख चढ्न सकेन। चढ्न नसकेपछि बाघले भन्यो, गुरु हजुर त रुखमा चढ्नु हो, कसरी चढ्नु हो? खै त यो कुरा त तपाईँले मलाई सिकाउनु नै भएन। बिरालोले भन्यो, तिमी जङ्गलको राजा हौ, तिम्रो चतुर्यता, तिम्रो बहादुरी मलाई थाहा छ, म तिम्रो गुरु हुँ, यो ज्ञान मैले तिमीलाई सिकाउनै बाँकी थियो र म सिकाउँदिन पनि थिएँ फेरि, किन आफूसँग भएको सबै ज्ञान अरूलाई दिनु हुँदैन। मोरल के हो भने, तपाईँ कुनै क्षेत्रमा काम गरिरहनु भएको छ, तपाईँसँग प्रतिस्पर्धीहरू छन्, सबै कुरो छ, तपाईँभन्दा अरू जान्ने हुन सक्छन्, अरूभन्दा तपाईँ जान्ने हुन सक्छ, तर तपाईँसँग एउटा यस्तो गुण हुन्छ जो अरूसँग हुँदैन, जसले तपाईँलाई अरूभन्दा फरक बनाइरहेको हुन्छ। त्यो गुण चाहिँ तपाईँले कसैलाई पनि दिनु हुँदैन। एउटा गुण, त्यो आफैसँग मात्रै हुनुपर्छ। धन्यवाद।